नमस्ते, myself तबुपाल फ्रम आदित्य एजुकेसन फाउन्डेसन। म अहिले हाल तपाईले सन्दीप युनिभर्सिटीमा छु। अहिले हाम्रो बाबुहरु रिपोर्ट गर्नुभएको छ र उहाँहरुसँग हामी केही कुराकानी सोचौं यो युनिभर्सिटीहरुको बारेमा कि के कसरी लाग्यो तिनीहरुलाई, होस्टलदेखि लिएर मेसदेखि लिएर यिनीहरु जुन कोर्स लिएछ त्यो कोर्सहरुको बारेमा पनि हामी केही कुराकानी गर्छौं। ल आउनु, हामी तपाईले हेराइरा छु। हेलो बाबु, तपाईको नाम के हो? मेरो नाम चाहिँ सञ्जय ठाकुर। कुन ठाउँबाट हुनुहुन्छ? म चाहिँ वीरगञ्ज नेपाल। र कुन कोर्स लिनुभएको छ? यहाँ बीटेक कम्प्युटर साइन्स इन्जिनियरिङ। हजुरको नाम बाबु? आयुष मण्डल। कुन कोर्स लिनुहुन्छ? कुन ठाउँबाट हुनुहुन्छ? राजविहार सप्तरी नेपाल। ओके, अनि हजुरको नाम बाबु? आर्यन साने। कुन ठाउँबाट हुनुहुन्छ? काबिलबस्तु नेपाल। कुन कोर्स लिनुभएको छ? बीटेक इन मेकानिकल। ओके, अनि हजुरको नाम बाबु? मेरो नाम रिजवान मुसलमान, म चाहिँ काबिलबस्तुबाट हो। कुन कोर्स लिनुभएको छ? अनि म चाहिँ बीटेक इन सीएससी एन्ड आईएमएल। ओके, हजुरको नाम बाबु? मेरो नाम समीर अन्सारी हो। म वीरगञ्ज नेपालबाट छु। कुन कोर्स लिनुभएको छ? म बीबीए लिनुपर्छ। र अब एउटा कुरा, जुन अहिले बाबुहरू हुनुहुन्छ, अब उहाँहरूको बारेमा हामी त कुराहरू बुझिहाल्यो, तर अब यो कलेजको बारेमा सोच्छौँ उहाँहरूलाई के कसरी लाग्यो यहाँ? अब यहाँ कलेजको इन्भाइरोमेन्ट के कसरी तपाईँको लागि? अब कलेजको इन्भाइरोमेन्ट चाहिँ ठिकै भनौँ कि अब कम्पेयर टु नेपालमा अलि यसो पहाडहरू भएको ठाउँमा मात्र चिसो हुन्छ कि यहाँ मोडरेट क्लाइमेट छ, चिसो नि हुन्छ, त्यति गर्मी नि हुन्न, पानी सानी पर्ने त्यही हो। होस्टलहरू पनि राम्रै छ, फेसिलिटी पनि राम्रै दियो। स्पेसली नेपालीहरूलाई त नेपालमा त राम्रो इन्जिनियरिङ कोर्स गर्दाखेरि काठमाडौँतिर नै जाने, मोस्टली त्यही जान्छन् क्यारे। उतातिर एभरेजमा 15 लाख एभरेज 12-15 लाख इन्जिनियरिङ हुन्छ सिएसलाई। यहाँ चाहिँ 6 लाख इन्डियन करेन्सी पऱ्यो हामीहरूलाई, त्यही 10 लाख नेपाली भनौँ। प्लस अब जे भयो नि यताउति मिलाएर पनि 12 लाख मान्न सक्छौँ है, त्यो फ्लाइटहरू पनि मिलाएर। तपाईँले यसमा के छ? यसमा तपाईँलाई फ्री फ्लाइट छ कि त्यसको चार्ज लागेछ? हुन त फ्लाइट फ्री नै हो, फर्स्ट फ्लाइट फ्री नै हो उताबाट यहाँ आउनलाई। ओके, अनि तपाईँको यहाँ फुडहरू के छ? फुडहरू चाहिँ ठिकै छ कि, तर अब लाइक कोही नेपाली हेरेछ उसलाई केही राम्रो बुझेन, फुडहरू यसो मिल्न सकेन भने उता कम्प्लेन भएको छ, उता कम्प्लेन गरेपछि उहाँहरूले नेपाली सेफ राख्नुहुन्छ अनि तपाईँहरूले फुड मिलाइदिनुहुन्छ। ओके ओके, अरू केही छ जुन तपाईँ नेपाली बच्चाहरूले बताउन सक्नुहुन्छ? अब इफ रेन्जमा इन्जिनियरिङ गर्नु छ भने कलेज चाहिँ राम्रै हो, फेसिलिटी पनि दिए। 10 लाखमा तपाईँले यो होस्टेल फुडहरू यसो क्यान्टिनहरू मिलाएर कहीँ पनि दिन सक्दैन। अब लास्ट अप्सन एउटै हुन्छ, काठमाडौँ जाँदा त कम्तीमा 20 देखि 25 लाख जान्छै, नडाटिकन बोल्ने कुरा हो त्यो। त्यही भएर अब लास्ट अप्सन यहाँ राम्रो हुन्छ, मोडरेट क्लाइमेट छ यहाँ। अझ यहाँ नेपालीहरू पनि पहिलादेखि छन्, हामीहरू पनि भयो, हाम्रो सिनियर पनि हुनुहुन्छ, यसो आइसी सपोर्ट पनि पाउँछ नेपालीहरूले। अब यति नै भनौँ, अझ अगाडि के। र एउटा कुरा, तपाईँ जुन भन्नुभयो 10 लाख रुपियाँ नेपाली हो कि इन्डियन करेन्सी हो? होइन, मैले 6 लाख इन्डियन करेन्सी भने हो, 10 लाख नेपाली करेन्सी हो। ए ओके ओके, गुड गुड। ल बाबु, तपाईँ भन्नु त, तपाईँ कलेज कस्तो लाग्यो? मतलब कलेज त एकदमै राम्रो छ, सबै थोक यहाँको सबै फेसिलिटीहरू सबै राम्रो छ। ओके, अनि यहाँको मौसमहरू पनि राम्रै छ, न त बढी जाडो छ न त बढी गर्मी नै छ, बिचको मौसम छ। मलाई त सबै थोक मनले पर्यो। होस्टलहरू के कसरी छ? होस्टलहरू पनि सबै एकदम मस्त छ। अनि फ्याकल्टी प्लेसमेन्टहरूको सबै राम्रो छ। ठिक छ। अनि बाबु तपाईँ भन्नु त, कलेज कस्तो लाग्यो तपाईँलाई? मलाई यति राम्रो लाग्छ, सोचेको भन्दा पनि राम्रो लाग्यो। अनि यहाँको वातावरण साथै नै राम्रो छ कि यहाँ बस्न त आनन्दित फिल भइरहेछ मलाई। ए ओके, नेपाल जस्तो फिल भइरहेछ छैन? त्यहाँभन्दा राम्रो मलाई लागिरहेछ। ए ओके, गुड। अनि बाबु तपाईँले कस्तो कलेज लाग्यो? मलाई कलेज चाहिँ राम्रै लाग्यो। अनि यहाँको चाहिँ खाना नेपाली खाना पाइन्छ, नेपाली सेफ पनि छन्। अनि यहाँको मौसम चाहिँ एकदमै मोडरेट छ, अनि सबै राम्रै नै लाग्यो। एडमिनिस्ट्रेसन पनि राम्रै हो, अनि सबै राम्रै नै हो। ल बाबु, तपाईँ बताउनु, तपाईँले कस्तो लाग्यो कलेज? मलाई यहाँ कलेज एकदम राम्रो लाग्यो, होस्टेल पनि राम्रै छ, खाना पनि राम्रो छ। र म 12 सम्म त काठमाडौँ बसेको छु। 12 को त्यहाँको इन्भाइरोमेन्ट र यहाँको इन्भाइरोमेन्ट एकदम सेम छ, केही डिफ्रेन्स छैन। र खानाको फेसिलिटीमा के भनौँ, नेपाली जस्तै नै खाना छ कि। इन्डियनको फुड डिफ्रेन्स, इन्डियनको फुड अर्कै छ, साउथ इन्डियनको फुड बेग्लै छ र नेपाली फुड बेग्लै छ। मलाई एकदम राम्रो लाग्यो। ओके, अब तपाईँहरूको पालो, जुन हाम्रो नेपालमा आयोगको इक्जामको तयारी गर्नु भइरहेछ, जुन बच्चाको भयो नेपालमा त झन् राम्रो, जुन बच्चाको भइरहेको छैन भने त्यो बच्चा हाम्रो सन्दीप युनिभर्सिटी नासिकमा छ, मुम्बईमा छ, जो त्यो बच्चाले रोज्न सक्छ, त्यो पनि 50% स्कलरसिपमा। अब अहिले तपाईँको अगाडि जुन बच्चाहरू हुनुहुन्छ, उहाँ आदित्य एजुकेसन फाउन्डेसनबाट आउनुभएको छ। अब तपाईँले पनि रोज्नु छ भने सन्दीपको लागि आदित्य एजुकेसन फाउन्डेसन रोज्न सक्नुहुन्छ, जुन हामी तपाईँले ग्यारेन्टी दिन्छौँ 4 वर्षको जिम्मेवारी हाम्रो माथि हुन्छ। जुन यहाँ बाबुहरू पढ्नु भइरहेछ उहाँको जिम्मेवारी हामी 4 वर्षसम्म लिन्छौँ, केयर टेकर हाम्रो माथि हुन्छ। ठिक छ। अब तपाईँले पनि चुज गर्नु छ भने एकचोटि आदित्य एजुकेसन फाउन्डेसन र सन्दीपको लागि आदित्य एजुकेसन चुज गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।